भनेको नेपालीमा के निरन्तर मूल्याङ्कन प्रणाली निरन्तर मूल्याङ्कन प्रणाली है कन्टिन्युअस असेसमेन्ट सिस्टम। अब यो हाम्रो देशमा अहिले विशेष गरेर हामीले कक्षा 1 3 मा चाहिँ लागू भएको छ। कतिमा लागू भएको छ 1 3 मा लागू भएको छ है। यसमा चाहिँ के गरिन्छ भने विद्यार्थीहरुको सबै पक्षको चौथर्फी पक्षको चाहिँ यसमा मूल्याङ्कन गर्ने गरिन्छ। विद्यार्थीको व्यवहार, विद्यार्थी चाहिँ कक्षामा चाहिँ कतिको उपस्थिति भएको छ हामी हाजिरीलाई पनि हेर्ने गर्छौं। विद्यार्थी कक्षा कार्यमा कतिको सहभागिता भएको छ, विद्यार्थीलाई हामीले परियोजना कार्यहरू दिन्छौं, परियोजना कार्यहरू कतिको पूरा गरेको छ हैन, उसको डिसिप्लिन कतिको छ, उसको अर्धवार्षिक परीक्षामा कति अङ्क आयो, अर्धवार्षिक परीक्षामा कति अङ्क आयो, यो सबै कुरा उसको समग्र सबै पक्षको चाहिँ हामीले इभ्यालुएसन गरेर के गर्छौं त व्यक्तिगत फाइलहरू राख्छौं। त्यो व्यक्तिगत फाइलको अध्ययन गरेर विद्यार्थीले एउटा कक्षामा सिक्न नसकेको सिकाइ उपलब्धिहरू अर्को कक्षामा गएर चाहिँ उसले सिक्न सक्ला भनेर चाहिँ के गरिन्छ हामी उदार कक्षा उन्नति गरेर अवकाशमा लैजान्छ। त्यसलाई के भनिन्छ त निरन्तर विद्यार्थी भनिन्छ। यसमा हामीले खाली वार्षिक परीक्षालाई मात्रै हामीले हेरेर विद्यार्थीको मूल्याङ्कन गर्दैनौँ। विद्यार्थी चाहिँ सबै उसको चाहिँ एक्स्ट्रा एक्टिभिटीमा कतिको एक्टिभिटी छ, कतिको एक्टिभ भएको छ, सबै पक्षको चाहिँ हामीले इभ्यालुएसन गरेर उसको के गर्ने गर्छौं त कक्षालाई अपग्रेड गर्ने काम गर्छौं। 1 बाट 2, 2 बाट 3, 3 बाट 4 यसरी चाहिँ हामीले कक्षालाई मूल्याङ्कन गर्ने गर्छौं। त्यसलाई के भनिन्छ त निरन्तर मूल्याङ्कन प्रणाली। अब यो निरन्तर विद्यार्थी मूल्याङ्कन लागू गर्नुको चाहिँ उद्देश्य के होला त? उद्देश्य किन चाहिँ यो लागू गरे होला? विषयमा विद्यालय छाड्ने विद्यार्थीको संख्या कम गर्न। विषयमा हैन विषयमा चाहिँ अब विद्यार्थी त म फेल भए भनेर विद्यालय छाड्छ नि त, हो त्यस्तो चाहिँ विद्यार्थीहरुको जुन विद्यालय छाड्ने विद्यार्थी संख्यालाई कम गर्न। अर्को कक्षा दोहोर्याउने विद्यार्थीको संख्या कम गर्न। अब फेल भइराख्यो भने त कक्षा दोहोरिराख्ने भयो। अब यसरी हामीले सबै पक्षको मूल्याङ्कन गरेर चाहिँ उलाई कक्षा उन्नति फेरि कक्षा माथिल्लो कक्षामा अपग्रेड गरायो भने कक्षा दोहोर्याउने विद्यार्थी कम। अर्को अब विद्यार्थीको हामीले हाजिरी पनि हेर्ने भएको हुनाले विद्यार्थी के छ त म त हाजिरी लगाउन पनि स्कुल जानुपर्छ है भनेर उसको चाहिँ के हुन्छ त नियमित विद्यालय आउने बानीको विकास। अर्को अब विद्यार्थीलाई चाहिँ मेरो त एक्जाम आयो, म त एक्जाममा अब पास गर्न सक्छु म त फेरि उनीहरुलाई जुन डर हुन्छ, जुन त्रास हुन्छ त्यसलाई चाहिँ के गर्नु चौथर्फी पक्षको सर्वाङ्गीन विकासका लागि खाली परीक्षा मात्रै हो त होइन नि। परीक्षाले मात्रै उसको सबै पक्षको विकास गर्न सक्छ त सक्दैन। त्यही भएर हामीले विद्यार्थीको सबै पक्षको सर्वाङ्गीन विकासका निमित्त हामीले निरन्तर विद्यार्थी मूल्याङ्कन के गर्ने गर्छौं त भन्दाखेरि सबै पक्ष उसको डिसिप्लिन, उसको हाजिरी, उसको कक्षा सहभागिता, उसको परियोजना कार्य कतिको गरेको छ, उ कक्षामा कतिको चाहिँ एक्टिभ भएको छ हैन, कतिको साथीहरु सहयोगात्मक चाहिँ भावनाको विकास भएको छ, यो सम्पूर्ण पक्षको हामीले मूल्याङ्कन गर्ने भएको हुनाले यो बच्चाको के हुन्छ त सबै पक्षको विकास हुन्छ। यो कारणले गर्दाखेरि निरन्तर विद्यार्थी मूल्याङ्कन लागू गरिएको छ। अब यसका निश्चित तत्त्वहरु छन्। हामीले सबै पक्षमा भने पनि हामीले चाहिँ बालबालिकाको के पक्षमा चाहिँ रहेर चाहिँ निरन्तर विद्यार्थी मूल्याङ्कन गर्ने भन्दाखेरि हामीसँग 5 वटा चाहिँ तत्त्व 5 वटा चाहिँ मापदण्ड कति छैन के हो एकजना उठेर भन्नुस् त स्वस्तिका के हो कक्षा कार्य, कक्षा सहभागिता, परियोजना कार्य, सृजनात्मक कार्य, व्यवहार परिवर्तन, हाजिरी। यिनी तत्त्वमा रहेर